आभार प्रकट गर्दछु। सामान्य सभामुख महोदय, मान्यजीहरूले उठाउनु भएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिई प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको बेहोरो अवगत गराउँदै आज म सबै मान्यजीहरूले जिज्ञासा राख्नु भएको हाल बजारका ग्यास वितरणमा देखिएको समस्या र मन्त्रालयबाट समस्या सम्बोधन गरेका पहलहरूको एकमुष्ट सम्बोधन गर्ने विषय निवेदन गर्दछु। खाना पकाउने ग्यासको आपूर्ति पर्याप्त नभएको भन्ने मान्य सदस्यहरूले उठाउनु भएको विषयका सम्बन्धमा अघिल्ला वर्षको यसै अवधिमा भएको आयातको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमा नै ग्यास आयात र वितरण भइरहेको भए तापनि 2083 साल साउन महिनादेखि पूरा सिलिन्डर वितरण प्रारम्भ भए पश्चात ग्यासको मागमा एकैपटक वृद्धि हुनु गई बजार केही असहजता सृजना भएको देखिन्छ। बढ्दो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालासँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने कार्य गरिरहेको छ। पर्याप्त आयात सुनिश्चित गर्न नेपाल आयल निगम र मन्त्रालयबाट कूटनीतिक पहललाई समेत निरन्तरता दिएको छ। साथै वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको छ। नेपाल आयल निगम तथा ग्यास उद्योगी सङ्घको समन्वयमा ग्यास आयात भण्डारण तथा वितरणको कार्यलाई पारदर्शी र अनुमानयोग्य बनाउने तर्फ समेत सुधारका कार्यहरू प्रारम्भ भएका छन्। सम्मान्य सभामुख महोदय, यस सम्बन्धमा म अब केही तथ्यगत विवरण पेश गर्न चाहन्छु। हाल देशभरि 58 वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। कुल भण्डारण क्षमता 10,166 मेट्रिक टन र दैनिकी फिलिङ क्षमता करिब 1,75,00,000 ग्यास सिलिन्डर बजारीकरण भएको छ। आर्थिक वर्ष 2081-82 मा 5,54,612 मेट्रिक टन र आर्थिक वर्ष 2082-83 मा जम्मा 5,20,525 मेट्रिक टन मात्र ग्यास आयात भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मिति 2083-3/31 गते बसेको बैठक पश्चात दिएको निर्देशन कार्यान्वयनको लागि नेपाल आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई उक्त 6 बुँदे निर्देशनलाई समेत गम्भीरतापूर्वक लिई सुधार तथा अनुगमनको कार्य अगाडि बढाइएको छ। समितिको निर्देशन अनुसार एलपी ग्यास सिलिन्डर ट्र्याकिङ सम्बन्धी प्रणाली तयार गर्नको लागि निगमको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागबाट कार्य प्रारम्भ भएको छ भने तत्कालका लागि गुगल फर्म प्रयोग गरी उद्योगबाट भरिएको सिलिन्डर बिक्री डिपो र विक्रेताहरूलाई वितरण भएको स्थान खुल्ने विवरण सङ्कलन गरी मन्त्रालयको वेबसाइटमा समेत राख्न प्रारम्भ भएको छ। हाल एलपी ग्यास माग अत्यधिक वृद्धि भएकोले वितरणमा देखिएका समस्या समाधानको लागि भारत सरकारलाई एलपी ग्यास आयातको कोटा 3 महिनाको लागि 49,500 मेट्रिक टनबाट 60,000 मेट्रिक टन पुर्याइदिन सहजीकरणको लागि परराष्ट्र मन्त्रालयलाई अनुरोध गरी पठाइएको छ। नेपाल आयल निगम क्विक रेस्पोन्स टिम गठन गरी ग्यास नपाएको सम्बन्धमा प्राप्त गुनासोको तत्काल सम्बोधन गर्ने गरी व्यवस्थापन गरिएको छ। मिति 2083-4/21 मा मात्र ग्यास नपाएको भन्दै 166 वटा गुनासोको सम्बोधन गरिएको छ। साथै मिति 2083-4/20 मा विभिन्न उद्योगबाट 37,100 थान तथा मिति 2083-4/21 मा 44,954 सिलिन्डर बजारीकरण भएको अवस्था छ। यसैका साथ खाना पकाउने ग्यासको अभाव रहेको उपभोक्ताले मागलाई सम्बोधन गर्न नेपाल आयल निगमको टेकु स्थित भवन, नेपाल ग्यास बालाजु, साई बाबा ग्यास कलङ्की, नेसनल ट्रेडिङको कालीमाटी र जडीबुटीमा वितरण भइरहेको ग्यास उद्योग काउन्टरलाई समेत सिलिन्डरको खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसै गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पछिल्लो समयमा 45 भन्दा बढी ग्यास डिपोको अनुगमन गरेको छ। गुनासो आएको उपत्यकाका बाहिरका जिल्लामा प्रशासन कार्यालयहरू एवं नेपाल आयल निगमको प्रादेशिक कार्यालयहरू मार्फत समन्वय भइरहेको छ। मैले उल्लेख गरेको यी तथ्यले केही दिनमा हालको असहज अवस्था सुधार आउने सङ्केतहरू प्राप्त भएको छ। सामान्य सभामुख महोदय, अब मैले नेपाल आयल निगमको उपभोक्ता सचेतना सम्बन्धमा गरिएका केही मुख्य कार्यहरूको जानकारी गराउने अनुमति चाहन्छु। गत पौष महिनाको देशैभरिका ग्यास उद्योगका प्रतिनिधि तथा ग्यास विक्रेतालाई इन्डियन आयल कर्पोरेसनबाट प्रशिक्षक झिकाई सिलिन्डरको सेफ्टी, सुरक्षा तथा सिलिन्डर ह्यान्डलिङ सम्बन्धी 3 दिने तालिम प्रदान गरिएको थियो भने चालु आर्थिक वर्षमा नेपाल आयल निगमको आर्थिक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा समेत सचेतना सम्बन्धी कार्यक्रम समावेश गरी बजेट विनियोजन भएको हुँदा सचेतनाको